अलरेडी मेरो 2टा छोरी थियो। तेस्रो छोरी जन्मिँदाखेरि मेरो श्रीमती र मलाई सरप्राइज दियो। त्यो सरप्राइज चाहिँ दुःख लाग्दो भयो। जय मसीह, म पास्टर विराज तपाईहरुको माझमा आएको छु प्रार्थनाको विषयलाई लिएर। प्रार्थना कसरी गर्नुपर्छ भन्ने कुरा म केही परमेश्वरको वचनको अंशबाट केही कुराहरू म बाँड्न चाहन्छु। मैले अघि दुःख लाग्दो भने नि, हामी मानव हो नि त। 2टा छोरी छ भने अलरेडी हामी छोराको अपेक्षा गर्छौं। 2टा छोरा छ भने छोरीको अपेक्षा गर्छौं। हामी मानव भएको कारणले गर्दा हामीले कसरी प्रार्थना गर्छौं भने प्रभु यो दिनुस्, त्यो दिनुस्, यो गरिदिनुस्, त्यो गरिदिनुस्, उ गरिदिनुस्। अनि जब त्यो कुराहरू नपाइसकेपछि प्रभु छैन कि भनेर हामीलाई प्रश्न पनि आउँछ। तर वास्तवमा प्रार्थना गर्न नजानेको रहेछ। अनि मैले जब मत्ती 6को 10 पदले मलाई सिकाउनु भयो प्रभुले, हुन त यो थुप्रो चोटि पढेकै हो। अन्तिम प्रार्थना गरिसकेपछि मण्डलीमा भजन पनि हामी गाउँछौं, हे हाम्रा स्वर्गमा बस्नुहुने भनेर। तर यो 10 पदले चाहिँ गहिरो तरिकाले प्रभुले मसँग बोल्नु भयो। पवित्र आत्मा परमेश्वरले मत्ती 6को 10, तपाईको राज्य आओस्, तपाईको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। वास्तवमा हामीले प्रार्थना चाहिँ पिताको इच्छा चाहिँ हाम्रो जीवनमा, पिताको इच्छा चाहिँ हाम्रो घरानामा, पिताको इच्छा चाहिँ यस नेपाल देशमा चाहिँ पूरा होस् भनेर चाहिँ हामीले उहाँलाई काम गर्न दिनुपर्ने रहेछ। जब उहाँले काम गर्नुहुन्छ, उहाँले सोचेर विचार गरेर नै उहाँले प्रार्थनाको उत्तरहरू दिनुहुन्छ। तपाईलाई थाहा छ, म तपाईलाई याद दिलाउन चाहन्छु, पुरानो करारमा याकुबको छोराहरू 12 कुल थिए। 12 कुलमा योसेफको जब आगमन भयो, उसले सपनाहरू देखे, थुप्रो कुरा छ। र उसले सबै मिस्र देशको अनिकाललाई पनि रोकिदियो। फारोले उसलाई औँठी पनि लगाइदियो। कोही व्यक्तिको आगमन हुन लागिरहेको छ भने चाहिँ कहिलेकाहीँ गाह्रो जस्तो लाग्छ। जब मेरो छोरीको आगमन भयो अनि प्रभुले यही पदले मलाई देखाउनु भयो, मेरो इच्छा छ तेरो छोरीमाथि, मेरो इच्छा छ तेरो छोरीमाथि। मैले मनले नसोचेको थिएँ। अनि छोरी बढ्दै गयो, अहिले 3 वर्ष भयो। अनि मण्डलीको ब्रान्चहरू पनि वृद्धि भयो, लिडर्सहरू पनि धेरै सङ्ख्यामा भयो, वर्शिप लिडरहरू पनि धेरै भयो, 4 पाङ्ग्रे पनि झर्यो, भौतिक कुरा पनि। अनि मैले पुरा भयो भनेर म खुसी भएर तपाईलाई मैले बताइरहेको होइन, तर हामीले चाहिँ उहाँको इच्छा चाहिँ पूरा होस् भनेर चाहिँ हामी पर्खेर प्रार्थना गर्नुपर्ने रहेछ। किनभने पिताले चाहिँ हाम्रो सबै योजनाहरू चाहिँ उहाँले हत्केलामा पनि कोरेर राख्नु भएको छ। त्यसो भएको कारणले गर्दा जो जतिले भिडियो हेर्नु भएको छ, तपाईहरु नातिनुस्, नडराउनुस्, वचनमा तपाईले जरा गाड्नु होला, तपाईको इच्छा केन्द्रित प्रार्थना नगर्नु होला। जब पिताको इच्छा केन्द्रित हामी प्रार्थना गर्छौं भने चाहिँ पिताले अवश्य पनि तपाईं र मेरो जीवनमा उन्नतिको कुरा, शान्तिको कुरा, सम्पन्नताको कुरा चाहिँ उहाँले दिनु नै हुन्छ। हामीले यसरी नै प्रार्थना गरौँ। जुनैसुकै विषयको निम्ति प्रार्थना गरे तापनि तपाईको इच्छा चाहिँ मेरो घरानामा, नेपाल देशमा, मेरो मण्डलीमा पूरा होस् भनेर जब प्रार्थना गर्छौं भने मात्रै उहाँले सुन्नुहुने रहेछ। धन्यवाद।